ॐ करचरणकृतं वा कायजं कर्मजं वा श्रवणनयनजं वा मानसं वा परार्धं विहितं वा सर्वमेतत्क्षमस्व। जय जय करुणाब्दे श्री महादेव शम्भो। अहिले विशेष गरेर श्रावण महिना चलिरहेको छ र श्रावण महिनामा भगवान शिवजीको आराधना गर्ने महिना पनि हो श्रावण महिना। हुन त 12वटा महिनामा वैशाखदेखि चैतसम्म जुन 12वटा महिना हुन्छन्, ती 12वटा महिनाका 12वटा महिनामा छुट्टा छुट्टै इष्ट देवताहरू हुन्छन् 12वटा महिनाका। जस अनुरूप श्रावण महिनाका इष्ट देवता भनेको भगवान शिव। भगवान शिवजीले अत्यन्त खुसी बनाउने महिना भनेको श्रावण महिना र सौरमाण अनुरूप भोलि श्रावणको पहिलो सोमबार पनि हो। चान्द्रमाण अनुरूप त अहिले श्रावण शुक्ल पक्ष नै चलिरहेको छ, पछिसम्म नै श्रावण बसिरहन्छ। रै पनि भोलि हाम्रो सौरमाण अनुरूप श्रावण महिनाको पहिलो सोमबार। अब श्रावण महिनाभरि व्रत बस्ने नियम हुन्छन्, त्यसमा पनि विशेष गरेर सोमबार भनेको भगवान शिवजीको प्रिय बार पनि हो। धेरैजना धर्मप्रति आस्था राख्नुहुने व्यक्तिहरूले सोमबारको व्रत बस्नुहुन्छ। अब सोमबारको व्रत बस्दाखेरिका नीति नियमहरू धेरै हुन्छन् अनि सोमबारको व्रत अनुष्ठानादिका कर्महरू गरिरहँदाखेरि पछि त्यसले दिने फल अलभ्य फल पनि प्राप्त गर्न सकिन्छ। र सोमबारको व्रत बस्ने जो हुनुहुन्छ, बिहान प्रातःकाल ब्रह्म मुहुर्तमा उठ्ने, स्नानादिका कर्महरू गर्ने अनि नित्य कर्म आदिका कर्महरू गर्ने, सम्पन्न गर्ने, अनि भगवान शिवजीका मन्दिरमा गएर भगवान नन्दीश्वरसँग पहिलो आज्ञा माग्नु पर्दछ। नन्दीश्वरको पूजनादिका कर्महरू गर्ने। नन्दीश्वरको यसो कानमा गएर म अब शिवको पूजा गर्दैछु है भनेर नन्दीश्वरसँग आज्ञा मागेर अनि भगवान शिवजीका मन्दिरभित्र प्रवेश गरेर षोडशोपचारले पूजनादिका कर्महरू गर्ने। षोडशोपचार भनेको पाद्यम, अर्घ्यम, आचमनियम, पुनराचमनियम, पञ्चामृतम, शुद्धो जलम, अनि दूध, दही, घिउ, मह, सक्खर, पञ्चामृतहरूद्वारा भगवान शिवजीलाई स्नानादिका कर्महरू गर्ने, अनि सेतो पहेँला पुष्पहरू चढाउने, यज्ञोपवीत भनेको जनै चढाउने, वस्त्र चढाउने, अनि ओम नमः शिवाय मन्त्र जप गर्दै गर्दै सकिन्छ भने 108वटा बिल्वपत्र आदि अर्पणा गर्ने, भगवान शिवजीलाई प्रिय बिल्वपत्र, अनि आँकका फुलहरू अर्पण गर्ने भगवान शिवजीलाई, धतुराका पुष्पहरू अर्पण गर्ने, अनि धूप बाती नैवेद्य अर्पण गर्ने, अनि आरती गरिसके पश्चात अनि भगवान शिवजीलाई नमन गरेर सकिन्छ भगवान शिवजीकै मन्दिरमा बसेर 108 चोटि ओम नमः शिवाय भन्ने मन्त्र जप गरियो भने भगवान शिवजी अत्यन्त प्रसन्न। र अब यी सबै वस्तुहरू अर्पण गर्न सक्यौँ न हामीहरूले भने भगवान शिवजी त जलधार प्रिय शिव, 1 लोटा जल मात्रै भगवान शिवजीलाई अर्पण गरियो भने पनि भगवान शिवजी खुसी प्रसन्न। संसारमा सबैभन्दा छिटो खुसी हुने देवता भनेकै भगवान शिवजी। क्षणै रुष्टा क्षणै तुष्टा, रुष्टा तुष्टा क्षणै क्षणै, केही क्षणमा खुसी हुने देवता र साह्रै छिट्टै रिसाउने पनि देवता भगवान शिव। तसर्थ भगवान शिवजीको व्रत बस्यो, शिवजीको अनुष्ठान गरियो भने जीवनमा अलभ्य वस्तुलाई प्राप्त गर्न सकिन्छ। त्यस्तै एउटा गाउँमा ब्राह्मण ब्राह्मणीहरू बस्नुहुन्थ्यो, साह्रै गरिब ती ब्राह्मण ब्राह्मणी। तर त्यो गरिब भएन्दा पनि भगवान शिवजीको प्रति उहाँहरूले श्रद्धा भक्ति गर्न छोड्नु भएन। नित्य निरन्तर भगवान शिवजी प्रति समर्पित भएर भगवान शिवजीको आराधना गर्ने, भगवान शिवजीको चिन्तन गर्ने, भगवान शिवजीको ध्यान गर्ने, तपस्या गर्ने। यसरी धेरै समय व्यतीत भयो भगवान शिवजीको आराधना गर्दै गर्दै। एक दिन माता पार्वतीले भगवान शिवजीसँग भन्नुभएछ, हे पतिदेव, संसारमा मर्त्यलोकमा एकजना गरिब ब्राह्मण ब्राह्मणी हजुरको चिन्तन गरिरहेका छन्, तर साह्रै गरिब छन्। हजुरको चिन्तन गर्नेवाला त व्यक्तित्व त धनवान हुनुपर्ने, ऐश्वर्यवान हुनुपर्ने, तर ती ब्राह्मण ब्राह्मणी त साह्रै गरिब छन्। खानका लागि अन्न छैन, सुत्नका लागि ओछ्यान छैन, बस्नका लागि एउटा घर पनि छैन। हजुर आशीर्वाद दिनुहोस् न, हजुरले दिएको आशीर्वाद नै सर्वोपरि हुनेछ। भगवान शिवजीले पनि सम्झिनुभयो, यी पत्नीले त ठिकै कुरा गरेन, अब यी पत्नीलाई नै म साथमा लिएर जानु पर्यो भनेर साधुको रूपलाई धारण गर्नुभयो शिवजी र पार्वतीले। तिनी गरिब ब्राह्मण र ब्राह्मणीका घरमा आउनुभयो। आउँदाखेरि ब्राह्मण ब्राह्मणी
आफूले थोरै अन्न बनाएर यसो भोजन प्रसादी बनाएर थोरै अन्नको यसो ग्रहण गर्नु पर्यो प्राण बचाउनका निमित्त भनेर प्रसाद बनाएर भगवानलाई भोग लगाएर आफू ग्रहण गर्न ठिक्क पर्दै गर्दा बाहिर कोही गफ गरे जस्तो कोही बोले जस्तो आवाज सुन्ने बित्तिकै ब्राह्मणीले भन्नुभएछ, हे ब्राह्मण देवता, हे पतिदेव, बाहिर कोही आए जस्तो छ, यसो हेरेर आउनु त भन्दाखेरि त सो ब्राह्मण बाहिर आएर हेर्नुभएको त दुईजना साधु र साधुनी आएर आफ्ना ढोकामा उभिराख्नु भएको छ। घरमा आएका अतिथि पाहुन गएर पत्नीलाई सुनाउने बित्तिकै पत्नीले भनिने, अतिथिलाई नखुवाइकन त खानु हुँदैन हामीहरूले, नत्र हामीले गरेको व्रत, हामीले गरेको भगवान शिवप्रतिको चिन्तन सारा व्यर्थ हुनेछ। यो भोजन प्रसादी जुन छ ती अतिथिलाई ग्रहण गरौँ भन्ने बित्तिकै अतिथिहरूलाई ग्रहण गराउनु भयो। अब बचेन अन्न। भगवान शिवजीले अश्चर्य रूपलाई धारण गरेर भगवान शिव र पार्वतीको दर्शन गर्ने बित्तिकै त्यो ब्राह्मण र ब्राह्मणी पनि अत्यन्त प्रसन्न हुनुभयो। भगवान शिवजीले आशीर्वाद प्रदान गराउनु भयो। भगवानले दिनुभएको आशीर्वाद मिथ्या हुने थिएन। भगवान शिवजीले आशीर्वाद प्रदान गराएर भन्नुभएछ, हे ब्राह्मण, हे ब्राह्मणी, हजुरहरूले मेरो अन्तरात्माबाट मेरो चिन्तन गरेका कारणले गर्दाखेरि म हजुरहरूलाई यो ऐश्वर्य प्रदान गराउँदैछु। संसारमा अब हजुरहरूभन्दा सुखी दोस्रो व्यक्ति कोही पनि हुने छैन भनेर त्यो आशीर्वाद प्रदान गराउनु भयो। र भगवान शिवजी त्यहाँबाट पुनः अन्तर्ध्यान भएर आफ्नो दिव्य धाममा गइसके पश्चात त्यो ब्राह्मण ब्राह्मणीले सम्झिनुभयो यो भगवान शिवको प्रसाद हो। भगवान शिवको हामीले चिन्तन गरेका कारणले गर्दा, भगवान शिवजीको तपस्या गरेका कारणले गर्दाखेरि आज भगवान शिव पार्वती आएर हामीलाई यत्रो ऐश्वर्य प्रदान गराउनु भयो भने हामीले अब जीवन पर्यन्तभरि भगवान शिव र पार्वतीको चिन्तन गर्न छोड्नु हुँदैन भनेर शेष रहेको आयुसम्म उनै भगवान शिव र पार्वतीको चिन्तन गर्दै गर्दै पूजन गर्दै गर्दै आफ्नो पाञ्च भौतिक शरीरलाई त्याग दिनुभयो। अन्तिममा शिवगतिलाई प्राप्त गर्नुभयो भने भगवान शिवजी भनेका त्यस्ता देवता ऐश्वर्य प्रदान गराउने, मोक्ष प्राप्त गराउने, शिवगतिलाई प्राप्त गराउने ती भगवान शिव। तसर्थ हामीले पनि उनै भगवान शिवजीको श्रद्धा भक्तिका साथमा अब जीवन पर्यन्तभरि सकिएन यदि भने पनि श्रावण महिनाभरि, त्यसमा पनि विशेष गरेर श्रावण महिनामा पर्ने प्रत्येक सोमबार भगवान शिवजीका मन्दिरमा गएर अरू वस्तु अर्पण गर्न नसके तापनि एक लोटा जल र 2-4वटा बिल्व पत्र मात्रै ओम नमः शिवाय भन्ने मन्त्रको जप गरेर अर्पण गरियो भने भगवान शिवजी प्रसन्न हुनुहुन्छ। र सोमबारको व्रत बस्दाखेरि अब के खाने के नखाने, कसरी व्रत बस्नु पर्दछ, दिउँसोभरि के गर्ने, बेलुका साँझमा के गर्ने भन्ने विषयको भिडियो अर्को आउने नै छ। अस्तु श्री हरि शरणम। राधे राधे।